हामी चाहिँ यो रुबी भ्याली जाँदैछौँ। सेमजुङ भन्ने ठाउँमा आइपुगेका छौँ। हाम्रो पुरा टिम चाहिँ यसरी जाँदैछौँ दुईटा गाडीमा। आँखा खोलामा छौँ। त्यो धादिङे त हुन्थ्यो त्यो खोर्सानी अनि पहिलेको बेसी भएको नक्कली धादिङ पनि लन्चको लागि हामी केराबारी भन्ने ठाउँमा रुबी भ्यालीको हामी बाटो बिग्रिएर फर्काउँदै हुनुहुन्छ। वडा नम्बर 2 पर्ने रहेछ रुबी भ्याली गाउँपालिका। वडा नम्बर 2 यस्तो अब हामी यहाँबाट नि तिरै आउने रहेछ पानी चाहिँ लास्टिङ बुद्धिले यसलाई त समस्या रहेन है। हजुर त्यति हिउँ त मोर्दानी नखाइ भयो नि यस्तो सानो होइन। हजुर बाटो पुग्दैछ है। चाहिँ उताको त खोला भइहाल्यो। नमस्ते म माथि काममा हिँड्दैछु। यहाँ त अति राम्रो देखिन्छ होइन, नजिकै पनि। हजुर के भन्छ भन्दा त्यो साइलेन्ट किलर भन्छ कि त्यसले बाहिर तपाईँ त कहिले अवेर हुनुहुन्छ के तपाईँ चिन्ता मान्नु अरूको 75 हुँदा के भने केही हुन्न, मलाई 5 भन्दा माथि गर्ने यस्तो हुन्छ डाक्टर साहब भनेको तपाईँले पहिले वार्निङ बेल लगायो नि त हो सर भन्छ के यो हाम्रो भात भन्छ।
बिस्तारै बिहान उठेर हामी प्रोजेक्टको यो घरमा बसेको हामी 8-9 जना काठमाडौँबाट आएरै बसे हो खाना पकाएर चिया पकाएर खाँदैछौँ चिया कफी र बाथरुम बिहान उठेर यो मुहानतिर जाँदैछौँ हिमालबाट आउने तल खोल्छु यसैमा प्रोजेक्ट राख्नुहुने साथीहरूले माइक हाइड्रो पनि काबुले बनाएको लोकेसन पनि उहाँहरूले त अब अलिक दक्ष चाहिँ कार्य राखेर नै गरेको मेन खोला जहाँबाट पानी लिएर गएर 15 मेगावाटको बत्ती निकालिन्छ यही हो यहीँनिर यसलाई छुमेर अनि बत्तीलाई छुने हो र आज हाम्रो रुबी भ्याली होइन मैले अगाडि आज हाम्रो रुबी भ्यालीको दोस्रो दिन हामी हिजो अध्यक्षजीकोमा बसेर आज सम्पूर्ण टिमहरू यो खोलाको निरीक्षणको लागि आएका छौँ उता हुनुहुन्छ अङ्कल हाम्रो चाहिँ इन्सपेक्टर साहब अध्यक्षज्यू हाम्रो चाहिँ इन्जिनियर साहब सन्तोष भाइ सबैजना आउनु भएको छ र टिम लिडर माधव सर अहिले पढाउँछ हेलो माधव सर हाई भन्नु पर्यो ल है सर यता हेरौँ सर सबैजना सरहरू आउने गरी दियो हाम्रो गेट बस्ने ठाउँ अलि माथि 200 मिटर माथि म चाहिँ तरेर पहिला आइरहेको हेर्नुहोस् यो रुबी भ्यालीको माथि हामी हाइड्रोपावरको प्रोजेक्ट सर्वे गर्न गइरहेको छौँ यहाँलाई गर्न यसरी खोला पानी ल साथीहरू प्रोजेक्टलाई यसरी हाम्रो टिम माधव यता पछाडि फर्किँदैन
30 सेकेन्डको बस्छ 30 सेकेन्ड फेरि यहाँ चाहिँ हाम्रो पोखरी बन्छ अनि यहाँबाट यही खोलोलाई ब्लक गरेर यहाँनिरबाट सुरुङ खनेर पानी निकाल्दा जाने पानी कति करोड लिटर पुग्नुपर्छ मतलब यहाँ हुने गरेन हामी रुबी भ्यालीको माथिबाट झर्दैछौँ तलतिर मुहानसम्म पुगेर ल सर क्या छौँ माथि त चाँदी फ्याक्ट्री रहेछ नि त यहाँ एउटा बाटो खाना खाएर अनि मास्तिर फेरि पावर हाउस बन्ने ठाउँतिर गयो भने चाहिँ खाना पाक्दैछ हाम्रो यही घरमा हो हामी सुतेको हिजो झाडा यो रुबी भ्याली माथि हिमालको छेउमा घरमा बसेर भातहरू पाक्दैछ यो लन्च प्रिपेयर हुँदैछ हिजो डिनर पनि अँध्यारोमा आइपुगेको थियो यहीँ यसरी पकाएर खाएर अनि यहीँ सुतेका थियौँ यो गाउँ यो डाँडो अब यहाँ लन्च खाइसकेपछि अनि हामी तलतिर जहाँ हाम्रो पावर हाउस बन्ने प्लान छ उता तल लगेर अहिले पावर हाउस बनाउने ठाउँमा हामी बनिन्छौँ स्पेसल हजुरको लागि बाहिर चाहिँ मटन पाक्दैछ ए हजुर यहाँ चाहिँ भित्र ल यस्तै गाउँले परिवेशमा छौँ हजुर हामी अब के गर्ने एकदम हजुर सर कथाले जेमा आयो त्यसमा चाहिँ हामी छोरा मान्छे एडजस्ट हुनुपर्छ भन्ने चाहिँ हिजो मेरो भावना हो हिजो पनि हजुरले एकदम मिठो पकाउनु भएको थियो धन्यवाद त्यस्तै हो मिठो मानिदिनु भयो त्यो चक्कु धोएर ल्याउनु पर्यो बाहिर हाम्रो दुईटा अलग अलग भान्सा बाहिर चाहिँ नन भेजवाला साथ कुकरमा भात पाकिसकेको छ एउटा कुकरमा यो चाहिँ तरकारी आलु काउलीको तरकारी यसरी पकाउँदैछौँ लेकाली आलु हिजो बेलुका पनि हामीले यहीँ पकाएर भेजको चाहिँ अलि लफडा क्या सर जाँदा चाहिँ होइन यो त्यसो हुँदैन कि जाने सरहरू मैले यो भेज र नन भेज भान्सालाई जोडेँ है त एकै ठाउँमा यो चाहिँ हाम्रो हजुर नन भेज
यसो गर्नु पर्यो अध्यक्ष आज बुवालाई साथी लाग्नु पर्यो हामी खालि बाटो बिर्सी गऱ्यो होइन अब बुवालाई अब दुःख दिएर अब के गर्ने आज दुःखै दिनु पर्यो हुन्न अध्यक्ष बुवालाई अघि हामी पछि गएपछि चाहन्छु पोहोर पनि हामी माथि गएछ फेरि हजुर सर यो डाँडा काँडा हिमाल जति हेरो त्यति राम्रो लाग्छ बुढाहरू ल्याएर यहाँ राख्नुपर्ने हो नि मान्दैन मलाई हो नि अब उता लाग्दै हुनुहुन्छ रुकुमतिर किनभने एउटा मात्रै राखेर हुँदैन नि त दुइटै राख्नुपर्छ दुइटै राख्नुपर्छ डिजाइनमै यस्तो आएको छ क्या यस्तो अनि एउटा बिग्रियो हो भने पनि भनेर रिक्वायरमेन्ट नै दुईवटा छ हामी तल जाँदैछौँ खोलातिर पारिपट्टिको डाँडो अब झर्दै हो खोला जङ्गल खोलामा पुगेर पावर हाउस बन्ने ठाउँमा एकदम ठुलो छ नि अब हामी यो चाहिँ पावर हाउस बन्ने ठाउँमा आइपुग्न लाग्यौँ खोलो माथिबाट आयो हामी झर्दै तलै बाटो पुल भएको अलिक तल चाहिँ पावर हाउस बन्छ ठुलै बाटो हाम्रै माधव सर पनि हामी प्रोजेक्टमा जाँदैछौँ माधव सर आउनु भएको छ नमस्कार सरहरू सबैजना आउँदै हुनुहुन्छ यस्तो बाटो र हेर्नुहोस् यही खोला हामी ठ्याक्कै हाम्रो चाहिँ सुरुङबाट पानी आएर त्यो हुँदै यो डाँडामा आइपुग्छ पानी अनि यहाँबाट स्वर तल खोलामा यहाँबाट सुरुङबाट हालेर फेरि यो तल खोलामा हाम्रो पावर हाउस बन्छ खोला तलतिरसम्म गएको छ पानी चाहिँ यही खोलाको माथिबाट सुरुङमा हालेर पानी ल्याएपछि त्यो खोला सानो हुन्छ उहाँ हिमालबाटै पौडेर आउने पानी हो पहाड यस्तो ठाडै भिड छैन ल हेर्नुहोस् गाईहरू यस्तो छ परिरहनु भएको पुलबाट गाई चौरी गाईले बाटो तरेको
करिब करिब हाम्रो यात्राको लास्टमा छौँ। प्रोजेक्ट यतातिर ढुकुनातिर हो। अब छोड्दै छोड्दै आएर यस्तो गाईको गोठ आइहाल्नुहोस्। यहाँ तल खोला है, त्यही खोला तल हुँदै यहाँ आइपुग्छ। यस्तो बाटो हुँदैन। ल ल आउनु सरहरू हाम्रो चाहिँ ल है यस्तै यस्तै ल हेर्नुहोस् यो भिडबाट बाँदर लड्ने भिडमा छौँ हजुर हामी। बाँदर लड्ने भिडमा यसो अलिकति ल्याउँ जिब्रोमा स्वाद पनि त लिन पर्यो नि 2-4 वटा। ल टिमुरे ल हेर्नुहोस् जङ्गलमा चाहिँ टक्क टिमुर ल्याइयो होइन सर? ल सकिन्छ सर? उतापट्टि रुखको उता गएर अनि आउनुहोस्। बरु मेजर साहबले ठ्याक्क बाटो खोज्नु भयो। अब फाइनली ल अब चाहिँ गाडी आउने ठाउँ आइपुग्यो होइन?